हेर्दै गर्नुपर्छ होइन सानो सानो क्लिप देखाउँदै गर्नुपर्छ हाम्रो यहाँ मुन्द्रे सरले राइड हान्ने केटा होला हेभी राइडर है हामी यता छिट्छु भाइ फाइनली है रासता लगाइसक्यौँ है हामी रासता लगाइसक्यौँ गाइस रासता लगाइसक्यौँ रासता हामी रासता लगाइसक्यौँ हामी टक्कला हामी रासता लगाइसक्यौँ अब हाम्रो ड्राइभर सर हुन्छ यहाँ ल गाइस हाम्रो स्थानीय ल यहाँ मेरो लकी हेर्नु बर्थडे भयो हाम्रो त छ ल केटाहरूलाई सब ह्याप्पी छ केटा ह्याप्पी बर्थडे भन्नु ल ल बर्थडे यहाँ चाहिँ ल बर्थडे बेला ल ल ल सब यहीँ सल्पल है ल ल ल गाइस हामी के गर्छौँ सबै देखाउँदै गर्छौँ गाइस ल अहिलेलाई यति नै ल ल गाइस वेलकम छ हाम्रो लाइभमा अरे हाम्रो ब्लगमा लाइभमा होइन ब्लगमा यता देऊ न ल खोइ त हामी यहाँ रोहन पार्कको बर्थडे सेलिब्रेसन गर्न रोहन पार्क हाम्रो यता रोहन पार्कको ल अनि यसो हामी चाहिँ यसो अब खाएर यसो अब राउन्ड हान्दै हिँडेको गाइस फोटो सोटो क्लिक गर्न यसो बत्ती निभाउ न मेरो बाटो बल्छ क्या बत्ती निभाउ हामी चाहिँ राउन्डमा निस्केको राउन्डमा सबैजना पिकनिक खान पनि मोबाइल चाहिँ ठाउँ चाहिँ आकाशबाट सबैजना देखेर सोफा कस्तो देखेको छ के गर्छ देखाउनु हामी फाइनली आइपुगेको सबैजनाले ल लभ यु सिउटी मारो गाइस अब गाइस हामी फोटो सबै सुट गरेर अब हामी फेरि अहिले बसेको ठाउँमा जाँदै यो पुरा सो वेलकम चाहिँ गाइस वेलकम हामी चाहिँ अब खाएर सबै गरेर गाइस रमाइलो गरेर अब घर फर्किँदै हामी चाहिँ अब हामी सिधै घर जाने अब यस्तै छ जिन्दगी हाम्रो गाइस यहाँ के भन्नु न ल केटा हो के भने मैले के केटा हो अस्ति के भन्दै हेर्नु दुईजना बातले होइन चेको भन्थ्यो ओके न चेको भन्दा ओए यहाँनिर अब लाइभ हुँदैछ नि लाइभ भिडियो हुँदैछ यहाँ के अस्ति भन्थ्यो के न अस्ति ओके साइड हुँदाखेरि म पनि जान्छु भन्दाखेरि हुँदै भन्दाखेरि म छिटो गएको थिएँ भन्दा ओके न अनि साइडको कस्तो थियो कस्तो थियो हो अनि भइहाल्छ ओके न भन्दा कस्तो के हो हैन अब दुईजना हिँड्दै पनि जान सक्छु भनेर त्यस्तो भन्दा पनि हुन्छ हुन सक्यो आइ एम एग्री ओके न भन्दारीसँग म एग्री छु हाम्रो भन्दारी साथीको कुरा एग्री छु ल सबैजनाले हाम्रो बर्थडे बोयले चाहिँ विश गरिदिनु एकचोटि कमेन्टमा हाम्रो यहाँ देउला सर ए थाहा नबोल्नु भन्नु त त्यो भन्दारीलाई किन थाहा बोलेको लाइभ होइन हाम्रो ब्लग हो हाम्रो अब हामी यहाँदेखि सिधै घर लागेर गाइस एकछिन बसेर रमाइलो गरेर फेरि अनि सुत्छौँ है हामी त्यही भन्नु न त हाम्रो लाइफको लागि बोको एक दुई शब्द भन्नु न त लाइफ हाम्रो यहाँ ब्लगमा एक दुई शब्द भन्नु 10-40 मिनट जन्मेको पनि आएको पुरा कम्प्लिट हुँदैछु खुसी लाग्दैछ आइपर्दैछ
बुढो हुँदै जाँदैछ धेरै चित्र अनुभव पनि गरिरहेछ पछि भने हैन यो सबलाई हुने चिज प्रकृतिको ढिलो जो पनि बुढो भइहाल्छ के कुरा हुँदैछ के तिमी पनि भन्दैौ न हाम्रो रोहनको बर्थडे बोयको लागि हाम्रो बर्थडे बोयको लागि बर्थडे बोयको लागि एक दुई शब्द भन्दैौ न त केटा होला भन्दैौ न ल त्यो आई लभ यु मेरो दाइ अब हरेक पाइला चाहँदाखेरि राम्रो होस् जेमा पनि यसरी नै स्वास्थ्य राम्रो होस् आरोको पहिला पनि राम्रो छ अब चाहिँ भयो नि अब चाहिँ सुरु भयो अब चाहिँ सुरु भयो ल गाइस हामी चाहिँ अब हिँड्नु सकेको छौँ यहाँदेखि